प्रशान्त महासागरमा सुरु भयो एल निनोको खेल। नेपालमा भित्रिने मनसुनको बाटो किन बन्यो अवरुद्ध? असारको महिना सुरु भइसक्दा पनि मनसुनको प्रतीक्षामा नेपाल। यस वर्ष इतिहासकै धेरै गर्मी हुन सक्ने सम्भावना। विश्व विजेता स्पेनलाई रुवाउने केप भर्डेका ती 40 वर्षीय बलियो पर्खाल 10 घण्टामै 50,000बाट 50 लाख फलोअर्स कमाउने जादुमय गोलकिपर। जम्मा 5 लाख जनसङ्ख्या भएको देशले विश्व फुटबलमा मचाएको त्यो ऐतिहासिक भूकम्प। आखिर को हुन् विश्वकपमा रातारात सनसनी मचाउने यी असली नायक? चीनदेखि जापान र नेपालसम्म किन प्रतिबन्धित हुँदैछन् भारतीय कृषि उत्पादन? रातो खुर्सानीमा डरलाग्दो विष, आँपमा प्राणघातक कीटनाशक। अरबौंको निर्यात बजार गुमाउँदै भारत। के साँच्चै भारतीय उत्पादनहरू मानव स्वास्थ्यको लागि खतरनाक बन्दै गएका हुन्? चर्चा सुन्दरताको, तर फन्दामा पर्दै रासोपाकी जेन्जी सांसद। गुडी रहेको कारबाट आधा जिउ बाहिर अनि बबल फुलाउँदै मस्ती मुड। हर्क साम्पाङलाई जरिवाना तिराउने प्रहरीको नजर अब माननीय सृष्टि भट्टराईतिर। अब ट्राफिक नियम मेच्नेलाई 50,000 सम्मको जरिवाना। काठमाडौँको सडक अबको 2 वर्षमै पाइला टेक्न पनि नसकिने डेन्जर जोन बन्दै। दैनिक गुड्ने 20 लाख सवारी, तर व्यवस्थापनमा उही पुरानो हातको इसारा र सिट्ठी। प्रशान्त महासागरमा सुरु भयो एल निनोको खेल। नेपालमा भित्रिने मनसुनको बाटो किन बन्यो अवरुद्ध? असारको महिना सुरु भइसक्दा पनि मनसुनको प्रतीक्षामा नेपाल। यस वर्ष इतिहासकै धेरै गर्मी हुन सक्ने सम्भावना। सामान्यतया जुन 13 जेठ 30 तिर भित्रिने मनसुन यसपालि भने बाटो बिराएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको मुख्य खलपात्र हो एल निनो। प्रशान्त महासागरमा विकसित भएको यो मौसमी प्रणालीले नेपालको मनसुनी चक्रमा ब्रेक लगाइदिएको छ। के हो एल निनो, जसले मौसमको समीकरण नै बदल्यो? स्पेनिस भाषामा एल निनोको अर्थ हुन्छ सानो बालक, तर यसको प्रभाव भने ठुलै हुन्छ। सामान्य अवस्थामा प्रशान्त महासागरको पश्चिमी भाग एसियातिरको पानी तातो र पूर्वी भाग दक्षिण अमेरिकातिरको पानी चिसो हुनुपर्ने हो। तर एल निनोको सक्रिय हुँदा यो प्रक्रिया उल्टिन्छ। मध्य र पूर्वी प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो हुन थाल्छ। यसले विश्वभरिको वायुमण्डलीय चक्रलाई नै खलबलाइदिन्छ। मौसमविदहरूका अनुसार जब महासागरको पानी तातो हुन्छ, त्यसले दक्षिण एसियातर्फ बहने ओसिलो र जलबाष्पयुक्त हावाको गतिलाई सुस्त बनाइदिन्छ। मनसुनी बादललाई नेपाल र भारतसम्म तान्ने त्यो अदृश्य चुम्बकीय शक्ति नै कमजोर भएपछि मनसुन ढिला भित्रिने गरेको हो। यसपालि के होला? विगतका तथ्याङ्क हेर्ने हो भने एल निनो सक्रिय भएको वर्ष मनसुन असार 13 सम्म धकोलिएको उदाहरण छन्। अघिल्लो वर्ष सामान्य भन्दा 15 दिन अगावै भित्रिएको मनसुनले राहत दिएको थियो, तर यसपालि स्थिति ठिक उल्टो छ। विभागले जनाएअनुसार यस वर्ष मनसुनको समयमा औसत भन्दा कम वर्षा हुने सम्भावना 65% छ। हुन त चैतको पहिलो हप्तादेखि नै पश्चिमी वायु सक्रिय रहँदा प्री मनसुनमा सदर भन्दा 25% बढी पानी परिसकेको छ। तर मुख्य मनसुनमा भने एल निनोको छाया परेको छ। मौसमविदको आकलन अझै कति कुर्नु पर्ला। मौसमविद विनोद पोखरेलका अनुसार यसपालि पनि एल निनोकै कारण विगतका घटनाक्रम दोहोरिन लागेको छ। उनी भन्छन् सबै सङ्केतहरू हेर्दा मनसुन अर्को हप्ता मात्र नेपाल भित्रिने सम्भावना छ। उनको विश्लेषणमा विभिन्न मौसमी मोडलहरूले नेपालको पश्चिमी क्षेत्रमा मनसुन भित्रिन असार 16 देखि 17 गतेसम्मको समय देखाएका छन्। विश्व विजेता स्पेनलाई रुवाउने केप भर्डेका ती 40 वर्षीय बलियो पर्खाल 10 घण्टामै 50,000बाट 50 लाख फलोअर्स कमाउने जादुमय गोलकिपर। जम्मा 5 लाख जनसङ्ख्या भएको देशले विश्व फुटबलमा मचाएको त्यो ऐतिहासिक भूकम्प। आखिर को हुन् विश्वकपमा रातारात सनसनी मचाउने यी असली नायक? फिफा विश्वकप 2026 को मैदानमा एउटा यस्तो दृश्य देखियो जसले सारा विश्वलाई आश्चर्यचकित बनाइदियो। एकातिर सन् 2010 को विश्व विजेता स्टार खेलाडीहरूले भरिएको शक्तिशाली स्पेन, अर्कोतिर विश्वको नक्सामा एउटा सानो थोप्ला जस्तो देखिने र जम्मा 5 लाख मात्र जनसङ्ख्या भएको अफ्रिकी राष्ट्र केप भर्डे। तर मैदानमा नाम र जनसङ्ख्याले होइन, कामले बोल्छ भन्ने कुरा प्रमाणित गरिदिए 40 वर्षीय गोलकिपर भोजिन्नाले। स्पेनका विश्वस्तरीय स्ट्राइकरहरूले एकपछि अर्को लगातार आक्रमण बुनिरहे, तर उनीहरूको अगाडि एउटा यस्तो पहाड उभिएको थियो जसलाई भत्काउन असम्भव बन्यो। खेलभरि उत्कृष्ट र अकल्पनीय बचाउ गर्दै भोजिन्नाले स्पेनलाई बराबरीमा रोक्न सफल भए। जम्मा 5 लाख नागरिक भएको एउटा सानो देशले यति ठुलो फुटबल महाशक्तिलाई कडा टक्कर दिँदै बराबरीको स्वाद चोखाउनु विश्व फुटबलकै इतिहासमा कोरियोको एउटा स्वर्णिम उपलब्धि थियो। उनको यो अलौकिक प्रदर्शनको चर्चा मैदानमा मात्र सीमित रहेन। खेल सकिएको मात्र 10 घण्टा बित्दा नबित्दै सामाजिक सञ्जालमा एउटा अद्भुत सुनामी नै आयो। हिजोसम्म जम्मा 50,000 फलोअर्स भएका भोजिन्नाको अकाउन्टमा रातारात फलोअर्सको बाढी पस्यो।
10 घण्टामै उनको फलोवर्सको सङ्ख्या 50,05,000,000 नाग्यो। यो आँकडाले नै बताउँछ उनले विश्वभरका फुटबल समर्थकको मन कसरी जितेका छन्। खेलको म्यान अफ द म्याच घोषित भएपछि यी नायकले देखाएको नम्रताले सबैको मन छ्यो। आफ्नो खुसी व्यक्त गर्दै उनले भने, म आज एकदमै खुसी र गर्व महसुस गरिरहेको छु। यो अवार्ड मेरो मात्र होइन, मेरो सम्पूर्ण सहकर्मी र सिङ्गो केप भर्डेवासीको हो। आज यो ठुलो मञ्चमा उभिएर शक्तिशाली स्पेन विरुद्ध हामीले आफ्नो असली क्षमता विश्वलाई देखाएका छौँ। स्पेनबाट हामीले 1 अङ्क खोज्न सफल भयौँ, जुन हाम्रो उत्कृष्ट मेहनतको नतिजा हो र हामी यसमा निकै सन्तुष्ट छौँ। म यसरी नै निरन्तर मेहनत गरिरहनेछु, उनले भने। एउटा खेलाडीको कडा परिश्रम र दृढ सङ्कल्पले कसरी रातारात विश्वलाई आफ्नो मुठ्ठीमा ल्याउन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् भोजिन्ना। उनको यो कथाले हरेक साना राष्ट्र र सङ्घर्ष गरिरहेका खेलाडीहरूलाई एउटा नयाँ ऊर्जा दिएको छ। चीनदेखि जापान र नेपालसम्म किन प्रतिबन्धित हुँदैछन् भारतीय कृषि उत्पादन? रातो खुर्सानीमा डरलाग्दो विष, आँपमा प्राणघातक कीटनाशक, अरबौँको निर्यात बजार गुमाउँदै भारत के साँच्चै भारतीय उत्पादनहरू मानव स्वास्थ्यको लागि खतरनाक बन्दै गएका हुन्? विश्व बजारमा भारतीय कृषि उत्पादनमाथि एकपछि अर्को ठुलो झड्का लाग्न थालेको छ। कहिले चामल, कहिले खुर्सानी त कहिले आँप। भारतीय उत्पादनहरू एकाएक किन अन्तर्राष्ट्रिय बजारबाट तिरस्कृत हुँदैछन्? आउनुहोस् यसको भित्री कथा बुझौँ। कुरा सुरु गरौँ चीनबाट। चीन भारतीय सुकेको रातो खुर्सानीको सबैभन्दा ठुलो खरिदकर्ता हो। गत वर्ष मात्रै भारतले आफ्नो कुल निर्यातको 1/3 अर्थात् करिब 2,36,000 टन खुर्सानी चीन पठाएको थियो। तर अहिले अचानक चीनले भारतबाट गएका 3 लट खुर्सानी सिधै फिर्ता पठाइदिएको छ भने 3वटा ठुला भारतीय निर्यातकर्ता कम्पनीलाई निलम्बन गरेको छ। यसको मुख्य कारण निकै गम्भीर छ। ती खुर्सानीहरूमा मेथामिडोफोस नामक विषालु कीटनाशकको मात्रा चीनले तोकेको अनुमति सीमाभन्दा निकै बढी पाइएको छ। मानव स्नायु प्रणालीलाई नै असर गर्ने यो खतरनाक रसायन भेटिएपछि चीनले कडा कदम चाल्न बाध्य भएको हो। यसअघि पनि चीनले भारतीय गैर बासमती चामलमा आनुवांशिक रूपान्तरण GMO को खोड देखाउँदै गुणस्तरमा गम्भीर प्रश्न उठाएको थियो। खुर्सानीमा मात्र होइन, भारतीय आँपमा पनि अहिले विश्वभर ग्रहण लाग्न थालेको छ। जापानपछि अब नेपालले पनि भारतीय आँपलाई नो इन्ट्री भनेको छ। तर यी दुई देशले प्रतिबन्ध लगाउनुको कारण भने फरक छन्। नेपालले स्पष्ट रूपमा भनेको छ भारतीय आँपमा मानव स्वास्थ्यलाई हानि गर्ने रासायनिक कीटनाशकको अवशेष अत्यधिक मात्रामा छ। यो कदमले एकातिर नेपाली उपभोक्तालाई सुरक्षित खाना सुनिश्चित गर्नेछ भने अर्कोतिर हाम्रै स्थानीय उत्पादनलाई बढावा दिनेछ। उता प्रविधि र सरसफाइमा निकै अगाडि रहेको जापानले भने कीटनाशक भन्दा पनि प्लान्ट क्वारेन्टाइन अर्थात् फलफुलमा लाग्ने किरा, फ्रुट फ्लाइ नियन्त्रणको प्रक्रियामै गम्भीर लापरवाही भेटेपछि भारतीय आँपको आयात रोकेको हो। विज्ञहरूका अनुसार अहिले विश्वभर खाद्य सुरक्षा मापदण्डहरू निकै कडा बन्दै गएका छन्। सस्तो मूल्यको भरमा मात्र अन्तर्राष्ट्रिय बजार कब्जा गर्ने भारतीय रणनीति अब काम नलागिने अवस्थामा पुगेको छ। निर्यातकर्ताहरूले अब क्वान्टिटी मात्र होइन, क्वालिटी र सुरक्षामा ध्यान दिनै पर्ने बाध्यता सिर्जना भएको छ। यी घटनाक्रमले एउटा स्पष्ट सङ्केत गर्छ, यदि भारतले बेलैमा अन्तर्राष्ट्रिय बजारको यो कठोर मापदण्ड पुरा गर्न सकेन भने भारतीय कृषि क्षेत्रले कल्पना गरे भन्दा ठुलो आर्थिक क्षति बेहोर्नु पर्ने निश्चित छ। चर्चा सुन्दरताको तर फन्दामा पर्दै रासोपाकी जेन्जी सांसद, गुडी रहेको कारबाट आधा जिउ बाहिर अनि बबल फुलाउँदै मस्ती मुड, हर्क साम्पाङलाई जरिवाना तिराउने प्रहरीको नजर अब माननीय सृष्टि भट्टराईतिर। दर्शकवृन्द, केही दिन अघि मात्रै म धेरै राम्री भएकोले मान्छेले मेरो आलोचना गरे भनेर गुनासो पोख्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी समानुपातिक सांसद सृष्टि भट्टराई अहिले अर्कै कारणले फन्दामा परेकी छन्। यसपटक चर्चा उनको सुन्दरताको होइन, बरु सडकमा देखाएको गैर जिम्मेवार र उत्ताउलोपनको भइरहेको छ। यही हरकतले अब उनलाई ट्राफिक प्रहरीको कारबाहीको भागीदार बनाउने पक्की जस्तै भएको छ। यो भिडियो गत फागुन 21 गते अर्थात् प्रतिनिधि सभा निर्वाचनकै दिनको हो। जति बेला उनी रासोपाको समानुपातिक बन्द सूचीमा परिसकेकी थिइन्, तर सांसद बन्ने निश्चित भइसकेको थिएन। आफ्नो इन्स्टाग्राममा ब्याकग्राउन्डमा अङ्ग्रेजी गीत बजाउँदै उनले एउटा भिडियो पोस्ट गरिन्, जुन अहिले सामाजिक सञ्जालमा दौडिरहेको छ। भिडियोमा सृष्टि गुडिरहेको कारको अगाडिको सिटबाट आधाभन्दा बढी जिउ बाहिर निकालेर मस्ती गरिरहेकी छिन्। यति मात्र होइन, उनी सानो बच्चाले झैँ बबल फुलाउँदै रमाइरहेकी छिन्। भिडियो हेर्दा गजब लाग्ला, तर राजमार्गको यात्रामा यसरी जिउ निकाल्नु निकै असुरक्षित मानिन्छ। अर्को दिशाबाट उच्च गतिमा आएको सवारी साधनले थोरै मात्रै ठक्कर दिएको भए कति भयानक दुर्घटना हुन्थ्यो
सांसद जस्तो जिम्मेवार व्यक्तिले सडक सुरक्षाको यसरी धज्जी उडाएपछि अहिले धेरैले सामाजिक सञ्जालमा तीखो आपत्ति जनाइरहेका छन्। पारिवारिक स्रोतका अनुसार यो दृश्य उनी काठमाडौँबाट धनकुटा जाँदाको हो। हालै मात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ एक हातले मोटरसाइकल चलाउँदै भिडियो खिच्ने क्रममा दुर्घटनामा परे र उनलाई ट्राफिक कारबाही पनि भयो। अब पालो सांसद भट्टराईको। सामाजिक सञ्जालमा धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारबाहीको माग गरेपछि प्रहरीले पनि एक्सन लिने तयारी गरेको छ। केन्द्रीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार सृष्टिको यो कसुर यातायात व्यवस्था ऐन 2049 को दफा 164 लापरवाही अन्तर्गत पर्छ। यो नियम उल्लङ्घन गर्दा पहिलो पटक 500, दोस्रो पटक 1000 र तेस्रो पटक 1500 रुपियाँ जरिवाना हुने व्यवस्था छ। प्रहरी अधिकारीहरूका अनुसार अब सम्भावित स्थानको सीसीटीभी फुटेज रिकभर गरेर अनुसन्धान अघि बढाइनेछ। जहाँ यस्तो गतिविधि भएको हो त्यहीँको ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिनेछ, एक अधिकृतले भने। त्यसरी हुने कारबाहीमा नियम मिच्ने यात्रु मात्र होइन, सवारी चालकलाई समेत कारबाही हुने व्यवस्था छ। हिजो बाल विशेषज्ञ, आज सांसद, तर नियम मिच्न छुट छ। संसदभित्र खासै सक्रिय नदेखिए पनि सृष्टि सधैँ चर्चामा भन्ने रहन्छन्। सांसद बन्नु अघि सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञ र कोशी प्रदेशमा करियर काउन्सिलरको गम्भीर भूमिका निभाएकी सृष्टिबाट यस्तो लापरवाहीको अपेक्षा पक्कै गरिएको थिएन। अब ट्राफिक नियम मिच्नेलाई 50,000 सम्मको जरिवाना। काठमाडौँको सडक अबको 2 वर्षमै पाइला टेक्न पनि नसकिने डेन्जर जोन बन्दै दैनिक गुड्ने 20 लाख सवारी, तर व्यवस्थापनमा उही पुरानो हातको इसारा र सिट्ठी। काठमाडौँको सडकमा गाडी कुदाउने त परको कुरा, अबको 2 वर्षमा पैदल हिँड्न पनि नसकिने भयावह अवस्था आउँदैछ। यो कुनै विज्ञान कथा वा चलचित्रको संवाद होइन, यो त सङ्घीय संसदको पूर्वाधार विकास समितिको बैठकमा गुन्जिएको एक यथार्थ र गम्भीर चेतावनी हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले जब समितिका सदस्यहरू अगाडि उपत्यकाको डरलाग्दो ट्राफिक तस्बिर प्रस्तुत गरे तब त्यहाँ उपस्थित सबै झस्किए। सङ्कटको वास्तविकता, गाडीको बाढी। ट्राफिक न्यून नेपालभर करिब 65 लाख सवारी साधन दर्ता छन्। त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत 20 लाख सवारी साधन सडकमा निस्कन्छन्। तर यति विशाल फलामे भिडलाई नियन्त्रण गर्न देशभर जम्मा 2500 देखि 2600 को हाराहारीमा मात्रै ट्राफिक प्रहरी सडकमा खटिनु पर्ने बाध्यता छ। एसएसपी काफ्लेको भनाइको चुरो कुरो यहाँनिर छ, प्रविधिको प्रयोग बिना अब मान्छेको भरमा मात्रै यति ठुलो ट्राफिक व्यवस्थापन सम्भव छैन। अहिले ट्राफिक नियम उल्लङ्घन गर्दा तिर्नुपर्ने 500 र 1000 रुपियाँको जरिवानालाई चालकहरूले खुद्रा पैसा जस्तो मान्न थालेका छन्। यति सानो रकमले कसैलाई डर नै भएन। एसएसपी काफ्लेले कोडा रूपमा प्रस्तुत हुँदै भने उनले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरिवाना रकममा भारी वृद्धि गर्दै 5,000 देखि 50,000 रुपियाँसम्म पुर्याउनु पर्ने कानुनी व्यवस्थाको जोरदार माग गरेका छन्। हातको इसारा विस्थापित, अब एआई र रोबोटको पालो। चोक चोकमा उभिएर हात हल्लाउँदै र सिट्ठी फुक्दै गरिने म्यानुअल ट्राफिक नियन्त्रणको युग अब सकिएको सङ्केत एसएसपी काफ्लेले दिएका छन्। उनले यसको सट्टा एआई जेनेरेटेड इन्टिग्रेटेड ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्ने खाका प्रस्तुत गरे। यसको लागि करिब 15 देखि 20 अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको छ। सडकको निगरानी गर्न अब चोकमा ट्राफिक प्रहरी मात्र होइन, आकाशमा ड्रोन र सडकमा रोबोटको समेत प्रयोग बढाउनु पर्ने उनको सुझाव छ। एसएसपी काफ्लेका मास्टर स्ट्रोक प्रस्तावहरू सडक व्यवस्थापनमा आमूल परिवर्तन ल्याउन एसएसपी काफ्लेले थप केही प्राविधिक र नीतिगत प्रस्तावहरू अघि सारेका छन्। दुर्घटनाको वास्तविक प्रमाण जुटाउन र सडकमा हुने तन्त र ममको विवाद अन्त्य गर्न सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने उनको जोड छ। यसैगरी उपत्यका भित्रिने नाकाहरूमा प्रविधि मन्त्री डिजिटल इन्टिग्रेटेड चेकपोस्ट र सरकारी स्तरबाटै सवारीको तौल नाप्ने धर्मकाँटाको व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्। सडक ओगट्ने र प्रदूषण बढाउने पुराना तथा म्याद सकिएका गाडीहरूलाई तत्काल सडकबाट हटाउन कडा स्क्रैप पोलिसी ल्याउनु पर्ने र दीर्घकालीन सचेतनाको लागि विद्यालय तहदेखि नै ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको महत्त्वपूर्ण सुझाव छ। एसएसपी काफ्लेको यो प्रस्तुतिले एउटा स्पष्ट सन्देश दिएको छ, ट्राफिक प्रहरीको ड्युटी र सिट्ठीको मात्रै भर परेर अब काठमाडौँको ट्राफिक चल्नेवाला छैन। सरकार र सरकारवाला निकायले पूर्वाधार निर्माण र प्रविधिमा तत्काल लगानी बढाउनै पर्छ। प्रश्न अब ट्राफिक प्रहरीलाई मात्र होइन, सिङ्गो राज्य संयन्त्रलाई नै तेर्सिएको छ। के सरकार अबको 2 वर्षभित्र यो भयावह अवस्था आउन नदिन 15 अर्बको प्रविधि मैत्री लगानी गर्न र नियम मिच्नेलाई 50,000 सम्म जरिवाना गराउने कडा कानुन ल्याउन तयार छ?
समय घर्किँदैछ र सडकमा गाडीको चाप हरेक सेकेन्ड बढ्दैछ।